यसरी अन्य कुनै पनि देशमा हामी सामान किनबेच गर्न पाउँदैनौँ र यो नियममा पनि छैन। यो हाम्रो सहर, हाम्रो देश अव्यवस्थित हुन लागेको अवस्थाप्रति हामी सरकारलाई ध्यान आकर्षण पनि गराएका छौँ र समय समयमा सबै कुरालाई मध्यनजर राख्दै हामीले समयमा धेरै कुरा विचार गर्नुपर्ने हुन्छ। ललितपुर जिल्लामा रहेको लगनखेल बजारको भिडियो थियो यो। अब चाइनिज नागरिकहरू पनि खुल्लेआम रूपमा बिजनेस व्यापार गर्नको लागि लगनखेल बजारमा आइपुगेका छन्। जो पासपोर्ट बोकेर टुरिस्टको रूपमा आउने गर्दछ उनीहरू पनि यसरी सामान बेच्नु पाउँदैन।